राजतन्त्र सिद्धिएको तैपनि हामीले एउटा नकली राजतन्त्र, मैले भन्छु यो कुशको बाहुन यसो टपरामा राखे जस्तै हो। त्यस्तो राजतन्त्र भए पनि राखिएको थियो। त्यो कुशको बाहुन त सर्लक्क हेर्दा हेर्दै सिङ पनि पलायो, दारा पनि पलायो, नङ्ग्रा पनि पलायो। 58 सालमा कुशको बाहुन जस्तो एउटा चाहिँ लिखुरे अक्षतामाथि यसो उभ्याएको अक्षता कुशको बाहुनले पछि त कहाँ लोकतन्त्र सन्तन्त्र खाएर अधिकार सबै लोक लुटेर हामीलाई झ्यालखान, कोही झ्यालखान पुग, कोही घर घरमा थुनेर त्यस्तो भयो अवस्था। अनि फेरि त्यही फर्काउने भन्छ र त्यही राम्रो भन्नु कस्तो लाज नभएको। जुन जनताका अधिकार सधैँ खोज्छ त्यही राजतन्त्र जो विकास गर्दैन। नेपालमा यिनीहरू मात्रै धनी, यिनीहरूको पैतृक सम्पत्ति त्यत्रो, कहाँबाट आयो पैतृक सम्पत्ति? 1 पैसा हालेर कुनै सम्पत्ति किनेको छ अहिलेसम्म? किनेको होइन, सबै लुटेको। अनि सबै उनीहरूको, उनीहरू संविधानभन्दा माथि, कानुनभन्दा माथि। अझ सूर्यका वंश अरे, सूर्यवंशी हुने त सुनेको थियो होला तपाईँहरूले पनि भने। पछिल्लो समय भन्न अलिक धक मान्न थालेको थियो, जनताले साह्रै पट्याउन छोड्यो भनेपछि अलिक धक मान्न थालेको थियो। नत्र सूर्यवंशी, सूर्यका सन्तान, वाह कस्तो बेग्गुमा भएको मान्छे भयो। सूर्यका सन्तान, अलि अप्ठ्यारो पनि त लाग्नुपर्छ। सूर्यका सन्तान, खिच्चा खान मिच्चा खानका सन्तान थिए, सूर्यका सन्तान भन्ने